Hi guys, so we are here today in Kalimpong, Mela Ground, where they are celebrating Nepalese New Year. And this is a festival celebrated by the entire population of this community. And as you can see, there's a huge gathering behind me where they are playing the traditional madal, and it is a way to celebrate the Nepali festival. So we have come here to experience the whole the people from different areas that have come here today. हाम्रो अतिथिहरूमा जोगाइरहेका थियौँ सायद उहाँ मैदानमा मैले अघि देखेको थिएँ कृपया उहाँलाई पनि मञ्चमा गइदिने म अनुरोध गर्दछु स्वागत यात्रालाई पनि म मञ्चमा आइदिने म हार्दिक निमन्त्रणा गर्दछु त्यसरी नै हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै सम्पूर्ण हाम्रो अतिथिगण यो मञ्चमा विराजमान भइसकेको छ अझै कति हाम्रो अतिथिहरू आउन बाँकी नै छ र म विशेष हाम्रो सहयोग सुनिल घलेजुलाई म निवेदन गर्दछु कृपया उहाँले नौमती टोलीलाई झट्टभन्दा झट्ट मञ्चमा ल्याइदिनु गर्दछु नौमती वर्ष मोटामोटी तयारी छ र हामीले भर्खर खबर पाए अनुसार धेरैजना संस्थाहरू बाटोमा रहेछ बजारभरि छरिएर बसेको छ भन्ने खबर आएको छ त्यसैले कृपया म 10 मिनट मात्रै टाढेर चाहन्छु तपाईँहरू 10 मिनटपछि हामी नौमती पुगेर हामी आजको अन्य कार्यक्रममा अघि बढाउनेछौँ हेमन्त सर हाम्रो वास्तविक वार्ता जहाँ पनि हुनुहुन्छ कृपया एकपल्ट यहाँ आएको निवेदन गर्दछु र जति पनि हाम्रो मादल लिएर आउनुभयो दाजुभाइहरूको यहाँ एक जग्गा आएर
पोर्स सक्यो आज हामी यहाँ मेला ग्राउन्डमा छ नेपाली न्यू इयर जुन चाहिँ वर्षमा एकपल्ट हुन्छ यहाँ मेला ग्राउन्डमा। अन्त आज यो नेपाली न्यू इयरको के हो ग्यालको दा अलिकति भनिदिनुहोस्। नेपाली चाहिँ के हो भने चाहिँ यहाँको चाहिँ इङ्ग्लिस क्यालेन्डरमा चाहिँ 2025 भन्छ, नेपाली क्यालेन्डरमा चाहिँ 2082 साल पुगेर चाहिँ सालको चाहिँ हाम्रो यो नयाँ साल हो नेपाली क्यालेन्डरमा चाहिँ। अनि यसपालि चाहिँ अब सधैँको जस्तो कालिम्पोङमा चाहिँ मेला ग्राउन्डमै मनाइरहेको हुँदा योपालि मेला ग्राउन्डमै मनाएर धेरै जग्गाका हाम्रो कालिम्पोङ डिस्ट्रिक्ट, दार्जिलिङ डिस्ट्रिक्ट, मिरिक, खरसाङ सबैतिरको हाम्रो नेपाली हाम्रो यो मेला ग्राउन्डमा चाहिँ आएर 2082 को हाम्रो यो नयाँ सालमा मनाइरहेको ट्रेडिसनल कल्चरहरू चाहिँ प्रमोट उनीहरू आएर चाहिँ सेलिब्रेट गर्दैछ। सबैले चाहिँ मादलहरू ल्याएर गर्छ। योपालि चाहिँ गोर्खा हाम्रो दाजुहरूको एउटा ग्रुप छ, उहाँहरूले चाहिँ सधैँभरिको जस्तो अर्गनाइज गरेर चाहिँ
1000वटा मादलहरू चाहिँ सबैजनाकोमा भएको चाहिँ त्यो मादलहरू लिएर मेला ग्राउन्डदेखि माथि तकदाह मेन रोड 10 माइल सबै भएर एक चक्कर लगाएर चाहिँ फेरि ब्याक मेला ग्राउन्डमै आएर चाहिँ रोकिएर चाहिँ अन्त सानो एउटा सेलिब्रेसनहरू फङ्सनहरू राखेर चाहिँ यसरी नै हाम्रो प्रोग्राम भइरहेको हुन्छ अनि यसरी नै हाम्रो यो कालिम्पोङ स्टार्सबाट चाहिँ म भन्छु तपाईँहरू सबैजनालाई लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गरिदिनुहोस् होला थ्याङ्क यू सो मच Hello. मादल संरक्षण समिति बाँच्छ जाति बचाउन अति आवश्यक भइसकेको छ त्यसैले गोर्खा गौरव संस्थानको मुख्य उद्देश्य नै सम्पूर्ण गोर्खा जातिको संस्कृति हाम्रो परम्परा हाम्रो रीतिरिवाज जुन चाहिँ विलुप्त हुँदै गइरहेको छ यो संस्कृति आउँदो भावी पिँढीलाई आउँदो युवा जमातहरूलाई हस्तान्तरण गर्नु हो त्यसैले 2022 सालमा गोर्खा गौरव संस्थानको स्थापना कार्यक्रम भएको हो दाजु हामी मादल संरक्षण समितिको तर्फबाट नव वर्षको तपाईहरूलाई मङ्गलमय शुभकामना अनि गोर्खे सलाम है। आजको यो कार्यक्रममा हामी मादल वादन गर्न गइरहेछौँ। गीत हुँदैन, खालि मादलको वाद्य वादन मात्रै हुन्छ र हामीले बजाउने 9वटा तालहरू छन्। त्योभन्दा पहिला हामी सरस्वती वन्दना अथवा ठोकन प्रस्तुत गर्नेछौँ। के भन्छ, देवी देउराली सबैलाई भर्काउँदै माँ सरस्वतीलाई सम्झिँदै आशीर्वाद माग्दै कुल देवता कुल देवीलाई आशीर्वाद मागेर हामी हाम्रो सरस्वती वन्दना प्रस्तुत गर्नेछौँ। त्यसपछि हामी लहरै ब्रह्मबद्ध 1 नम्बरमा बिरहने, 2 नम्बरमा ख्याली, ठाडो टप्पा 3 नम्बरमा, 4 नम्बरमा छोकडा, त्यहाँदेखि अदिया झ्यालटुङ, लहरे टप्पा 6 नम्बरमा, 7 नम्बरमा सोरठी, 8 नम्बरमा मालाश्री अनि अन्तमा समला प्रस्तुत गर्नेछौँ र स्वीकार गरिदिनु होला। अब हामी विलम्ब नगरिकन हाम्रो कार्यक्रम प्रस्तुत गर्न लागिरहेछौँ। थ्याङ्क यू। तपाईँ एउटा अलिकति हटिदिनुहोस् न, पछिले केही देख्नु पाएन।
नि यो चाहिँ के भन्छ नेपालीमा ए के तपाईँले अलिकति डिस्क्राइब गर्यो भने मतलब तपाईँले यो लगाएको के भन्छ नामहरू छ ओके ए ए हजुर यो चाहिँ एउटा ट्रेडिसनल नेपाली वेयर भयो ए हजुर राईको चाहिँ यस्तो हुन्छ ए सबैको अलग अलग खालको नै हुन्छ ए हुन्छ थ्याङ्क यू त्यसो भने ए हजुर दिदी तपाईँ कताबाट आउनु भएको ए स्कुल रिप्रेजेन्ट गर्नु ए तपाईँको जुन चाहिँ ड्रेस आज छ यो चाहिँ नेपालीको एउटा ट्रेडिसनल वेयर हजुर है ए त्यही त हामीले हेर्दाखेरि पनि एकदम के भन्छ पुरा यस्तो अर्नामेन्टहरू लगाएको हुँदो रहेछ नि त है यदि हामीले होइन कालिम्पोङको आज सानो त्यो देखाउँदै थियो कि अन्त तपाईँले एक दुईवटा पोइन्ट भनिदियो भने चाहिँ राम्रो हुन्थ्यो मतलब यो चाहिँ वर्षमा एकपल्ट यसको विषयमा चाहिँ म चाहिँ अब नानीहरूको स्कुलकैबाट भन्दैछु कि नानी हजुर अब नानीहरूलाई लगेर मादल लगेर क्लासहरू एउटा म्युजिक क्लास पनि राखौँ भन्दैछु ए हजुर अन्त उनीहरूलाई मजाले प्र्याक्टिस गरेर अब आउँदो वर्षमा चाहिँ उहाँहरूलाई पनि 2-3जनालाई चाहिँ निकाल्नु सकोस् भनेर चाहिँ मैले पनि अलिक कोसिसले चाहेको नानी ए हजुर अन्त गाउँमा पनि मैले सबै नानीहरूलाई भाइहरूलाई भनेको छु कि हजुर अब यस्तो प्रोग्राम हुँदो रहेछ मादलको लागि को जान्ने छ हामी सबैजना कन्ट्रिब्युटहरू गरेर हुन्छ कि आफै भए पनि हुन्छ कि मादलहरू गरेर एउटा ग्रुप बनाएर गर्नु अन्त मैले यहाँ बहिनीहरू सबैजना सिक्नु हुनेहरूलाई अब एकैवटा हामीले चाहिँ आइतबार छुट्टी छ सबैजना हुँदैन कि सञ्चबार चाहिँ हामी एउटा ग्रुप बनाऊ अन्त राम्रो पाराले चाहिँ हामी सिक्यौँ मैले त जस्टले हामी सिक्दै गरेकोमा आयौँ है अलिअलि जानेर अन्त एउटा चाहिँ राम्रोखाले हामीले एउटा बहिनीहरूको दिदी बहिनीको चाहिँ एउटा टोली बनाऊ कोही बेला काहीँ प्रोग्रामहरू छ भने हामी चाहिँ गएर पूजाआजा भयो है भयो त्यस्तोहरू सिकेर कोही बेला स्कुलतिर प्रोग्रामहरू हुँदा चाहिँ हाम्रो नै एउटा दिदी बहिनीको चेलीको एउटा टोली चाहिँ लिएर जाउँ ल भनेर चाहिँ भनिरहेको छ त्यस्तो पनि एकदम राम्रो रहेछ हजुर त्यसको लागि आएको आज जुन चाहिँ पहल गर्नुभयो गोर्खा गौरव सङ्गठनले गर्नुभएकोमा चाहिँ राम्रो लाग्यो नानी अब हामीलाई पनि के एउटा चेलीहरूबाट अहिले यस्तो मादल बजाएर बजाइदिँदा खुसी पनि लाग्छ पनि धन्यवाद यत्रो टाढोबाट आउनु शुभकामना छ हजुर धन्यवाद थ्याङ्क यू तपाईँलाई पनि हजुर हुन्छ अन्त म चाहिँ नानीहरू गाउँमा चाहिँ अब म एउटा विद्याङ जग्गामा बस्छु है बजारमा चाहिँ बस्छु तर विद्याङबाट चाहिँ कतिजना नानीहरूलाई पछि अब यस्तो हाम्रो जस्तै अहिले कहाँबाट सङ्गठनहरू भयो नि त्यस्तै बनाएर ल्याउँ भन्दै एकदम राम्रो हजुर सबैले देख्यो भने थाहा हुन्छ राम्रो हुन्छ नानीहरूलाई अब यो एउटा स्कुलले पायो यो मैले एउटा पाएँ सर्टिफिकेट है नाम चाहिँ अहिले भएको छैन ए सर्टिफिकेट पनि पाउनु हजुर एकदम राम्रो स्कुलले पनि पाएँ प्राइमेरी स्कुल हो कि म ए हजुर मेरो पनि पाएँ एउटा बजारले ए एकदम राम्रो एकदम उयो भयो एउटा सर्टिफिकेटहरू पाउँदाखेरि अलिक अब यो अझै अब चाहिँ यो चाहिँ यति चाहिँ स्थगित होइन रहेछ कि नानी अब चाहिँ पुरा अझै गएर पुरा अझै बढाउनु पर्छ हजुर नानीहरूलाई पनि बनाएर ल्याउनु पर्ने रहेछ अझै इम्पोर्टेन्ट हो यो ट्रेडिसन इम्पोर्टेन्ट एउटा चाहिँ अब हाम्रो एउटा पुरा उत्साह पनि भयो बजाउनु भनेर है केटीले बजाउनु भन्दा आयौँ र अब अहिले जति छ हामीले सक्नु चाहिँ आज गऱ्यौँ भने अब उता चाहिँ अझै राम्रो गर्ने कोसिस गरौँ हजुर ठिकै हो कालिम्पोङमा यस्तो कालिम्पोङ लागि अझै बढाएर जानु पर्यो यस्तो ट्रेडिसन स्कुल लाइनमा हो नानीहरूलाई धेरैजनालाई नसके भए 5-6जनालाई हजुर राम्रो हो दाजुभाइलाई बेटीलाई निकाल्न सक्यो भने हजुर तपाईँको सोच पनि कोसिस एकदम राम्रो रहेछ अन्त हाम्रो बेस्ट विशेष छ तपाईँको लागि यसरी नै गर्दैछौँ हुन्छ तपाईँलाई हुन्छ थ्याङ्क यू
राकेश दा हाम्रो हुनुहुन्छ कालिम्पोङको एकदम चिनेको सबैजनाले अन्त आज जुन चाहिँ नेपालीमा हाम्रो न्यू इयर मनाउँदैछ हाम्रो राकेश दाजुले एक दुईवटा भनिदियो भने मजा आउँथ्यो यो चाहिँ के हो अब खासमा भन्नुमै पर्ने भने त अब जो चाहिँ अब न्यु इयर भन्ने बित्तिकै अब हामीले रातभरि बस्छ जुन प्रकारले हामीले एउटा इङ्ग्लिस नियमलाई फलो गर्दै थियौँ हामीले त्यो चाहिँ नगरेर चाहिँ आफ्नै सांस्कृतिक आफ्नै लिपि छ आफ्नै भाषा छ होइन हाम्रो भाषा अनुसार चाहिँ यो हाम्रो के भन्छ यो पहिलो वैशाख चाहिँ हुनुपर्ने चिजै थियो यो होइन अन्त आफ्नै क्यालेन्डरहरू छ होइन आफ्नै अब उयोहरू आफ्नै ग्रह दशाहरूको त्यो सबै नै अब हाम्रोमा पाइन्छ त्यसको डिटेल्समा पाउँछ है उयो क्यालेन्डरहरू हुन्छ त्यसले गर्दा हाम्रो यो नयाँ वर्ष चाहिँ एकदमै राम्रोसितले मनाउनुपर्छ भनेर चाहिँ हामीले मात्रै होइन हामी आउँदो भावी पिँढी नानीहरूलाई सिकाउन चाहेको मात्रै हो हामी त एक दिन रहन्छ चाहे रहँदैन होला हो भोलिको दिन हुन्छ नानीहरूले यो बेडा नाच्छ किनभने हामी मादल बजाउँदै बजाउँदै हामी धेरै लडाइँमा जान्छौँ हामी कारगिलको लडाइँमा पनि धेरै युद्धमा पनि मादल बजाउँदा गएर गएको जहिले पनि गोर्खा भने जहिले पनि हाँसी खुसीमै हाम्रो प्राण त्याग्ने जाति हो त्यसले गर्दा हामी चाहिँ यो मादलसित चाहिँ एकदमै जोडेको छ हामी मादलसित चाहिँ हाम्रो प्राण जोडेको छ त्यही कारणले चाहिँ हामीलाई चाहिँ बिहा बटुलदेखि लिएर जस्तै अब पहिला अब जुवारी खेल्दाखेरि मादलहरू बजाउँथ्यो त्यति बेला केटीहरूलाई अब एउटा केटाकेटीको एउटा मिलन हुँदाखेरि बिहा बटुलको लागि एउटा जुवारीहरू हुन्थ्यो है मादल भन्ने चिज चाहिँ यति राम्रो चिज हो कि त्यो चाहिँ हामीले कसैले पनि मादल बजाएर विश्व थकाउन सक्छ हाम्रो गोर्खाले चाहिँ भोलिको दिनमा हामीले गिटार बजाएर त्यो अब इलेक्ट्रोनिक चिजहरू बजाएर हामी गोर्खा चाहिँ कहिल्यै पुग्न सक्दैन आफ्नो जातिको वाद्यवादक छ त्यो लिएर चाहिँ हामी संसारभरि नै फर्काउँछ भन्दै अब मेरो समाचार त्यही हाम्रो गोर्खालाई तपाईँहरूलाई हजुर त्यो भन्दै एउटा अलिकति बजाइदिनुहोस् एक रमाइलो बजाउने त थुप्रै छ एउटा Dami, thank you. This is Kalimpong Stars, and I hope you guys enjoy our video that we are posting for the Nepalese New Year. And please like, share, and subscribe to Kalimpong Stars. Thank you.